ज्ञानेन्द्र चोर यो देश छोड, पारस गुण्डा रुखमा झुण्डा भन्नेहरू आज राजा आऊ देश बचाऊ, केपी चोर यो देश छोड भन्दै एक सडक तताइरहेका छौँ। पूर्व राजा ज्ञानेन्द्र जो राजा हुनका लागि जन्मिएकै थिएनन्, यिनै ज्ञानेन्द्र दाजु वीरेन्द्र र बुबा महेन्द्र भन्दा पनि अगाडि नै राजा भए। उनको शिरमा राखिएको शिरपेजको महत्त्व थाहा नपाउँदै फेरि उनको शिरपेज शिरबाट नै खुसियो। उनी पहिलो पटक राजा भएको 2 महिनामै राणा शासन हट्यो अनि दोस्रो पटक राजा भएको 7 वर्षमा राजतन्त्र हट्यो। अहिले राजतन्त्र हटेको पनि झन्डै 17 वर्ष भयो। 17 वर्षसम्म तपाईँ हामी जस्तै आम नागरिकको जस्तो जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र अहिले आफूले छोडेको नासो राज संस्थामा फर्किन्छु भनेर विभिन्न नेपाली जनतालाई आश्वासन दिइराख्नु भएको छ र अब पालो आयो हामीलाई साथ दिनुहोस् भनेर आह्वान पनि जनताहरू माझ जाँदै गरिराख्नु भएको छ। पूर्व राजा ज्ञानेन्द्रको यो आह्वानलाई स्वीकार गर्दै हजारौंको संख्यामा जनताहरूले फागुन 25 गते सडकमा उत्रिए पनि। पोखराबाट काठमाडौँ आएका पूर्व राजाको स्वागतमा देशैभरिबाट जनताहरू त्रिभुवन राष्ट्रिय विमानस्थलमा पुगेका थिए। यसो फर्केर हेर्ने हो भने ज्ञानेन्द्र जसले ताली पनि सजिलै सहेका छन् त गाली पनि सजिलै सहेका छन्। ज्ञानेन्द्र जसलाई आफ्नै वंश नाश गरेको आरोप समेत लाग्दै आएको छ अनि तिनै ज्ञानेन्द्र जसलाई आफ्नो वंश नाश भनेर स्वीकार नगर्ने पनि धेरै पाइएको छ। ज्ञानेन्द्र जसलाई जन्मिँदै ज्योतिषले यसले अनिष्ट निम्त्याउँछ भनेर समेत भनेका थिए। बाल्यकालमै राजा भएका बेबी किङ ज्ञानेन्द्र सोल्टी होटल, सूर्य सुर्ती लगायतका लगानीमा बिजनेस गरिरहेका थिए। ज्ञानेन्द्रको जन्म नारायण हेटी प्यालेस काठमाडौँमा राजा महेन्द्र र महेन्द्रको पहिलो पत्नी इन्द्रको माइलो छोराको रूपमा भएको थियो। उनको जन्म पछाडि नै ज्योतिषले यो छोराले कहीँ न कहीँ अनिष्ट गराउँछ भनेर राजा महेन्द्रलाई भनेका थिए। त्यसैले राजा ज्ञानेन्द्र दरबारमा हुर्किने खासै अवसर पाएनन्। उनलाई उनकै हजुरआमामा पठाइयो। ज्ञानेन्द्र राजा हुनको लागि जन्मिएकै थिएन। त्यति बेला राजाको जेठो छोरा नै राजा हुने चलन थियो। हजुरबुबा त्रिभुवन पछाडि महेन्द्र अनि महेन्द्र पछाडि वीरेन्द्र, वीरेन्द्र पछाडि पनि उनकै जेठो छोराको पालो आउनेवाला थियो। विक्रम सम्वत 2007 त्रिभुवन लगायत राजपरिवारको सबैजना नेपाल छाडेर भारत भागे। त्यति बेला ज्ञानेन्द्र दरबारमा नभएर हजुरआमाकोमा भएकाले उनलाई पनि बोलाएर भगाउने कोसिस कसैले गरेन। तर ज्ञानेन्द्र हजुरआमासँगै भएको थाहा पाएर त्यति बेलाका प्रधानमन्त्री मोहन शमशेरले भने उनलाई तुरुन्तै झिकाएर राजा बनाइदिए। नेपालको इतिहासमा नै 2 पटक राजा भएका ज्ञानेन्द्र पहिलो पटक 2007 सालमा राजा हुँदा जम्मा 3.5 वर्षको मात्रै थिए। पछि त्रिभुवन नेपाल फर्किएपछि राजा ज्ञानेन्द्रको शिरपेज खोसियो। त्यसपछि ज्ञानेन्द्रले त्यस पछाडि उनको विवाह उनको दाइ वीरेन्द्रको साली कोमल राज्य लक्ष्मी शाहसँग भयो र उनको एक छोरा र एक छोरी छन् जसको नाम हो पारस र प्रेरणा। उनलाई कुर्सीमा भन्दा पनि बिजनेसमा इन्ट्रेस्ट थियो। उनको लगानी टुरिज्म, टोबाको, हाइड्रो पावरको बिजनेसहरूमा थियो।